हेलो हाई के हेरिरहेको छिस् मैले चाहिँ यो नेचर हेरिरहेको छु र ऊ त्यहाँ मुन हेरिरहेको छु कहाँ छ र मुन त्यहाँ अँ खोइ ऊ ए कसरी आइस् त नि यहाँसम्म त आज यो नागथली भन्ने ठाउँमा छौँ हो आमा सुसुन गाउँपालिका यहाँ चाहिँ यो ठाउँ चाहिँ एकदमै अलग्गैको जस्तो रहेछ ऊ त्यहाँ धेरै जानु त्यहाँ लामो यात्रा र सङ्घर्षपछि हामी यो ठाउँमा आएका छौँ यहाँ चाहिँ यस्तो ठुलो ठुलो घना पहाडहरू छन् कति टाइम लाग्यो तँलाई यहाँ आउन गुगल म्यापले चाहिँ त्यो तँलाई कति लाग्यो भन् न काठमाडौँदेखि अँ, काठमाडौँदेखि त दिनै भएर आयो कति बजी हिँडियोस् र बिहान 6:30 बजे निस्केर बेलुका 7:30 बजीतिर आइपुग्यो हो र 13 घन्टा लाग्यो बिचमा रोक्दै खाना खाँदै रोक्दै माथि घाम लागेछ है पहाडमा अब त जाने पहाड त्यही हो त्यही हो पहाड यता माथि पनि हुनसक्छ नि हामी स्योर छैनौँ त्यो बारेमा कस्तो लाग्यो त्यो गाउँ राम्रो छ बसाइ कस्तो भयो यहाँको मानिसहरू पनि एकदमै राम्रो लाग्यो र शेर्पाहरूको बाहुली त रहेछ यतातिर है काठको घरहरू सबै रहेछ होइन काठको घरहरू सबैतिर काठको घरहरू अनि एकदमै घरमै बसेको जस्तो हस्पिटालिटी रहेछ यहाँ चाहिँ त कहाँ सुतिस् त्यो खान त आज आज हामी यहाँ यो मेरो रुम अँध्यारो छ त नि त्यो रुम त अँध्यारो छैन नि यहाँबाट यसरी हिमाल देख्न सकिन्छ उता पनि हिमाल अनि यहाँबाट पनि हिमाल देख्न सकिन्छ त्यति ठुलो उचाइमा हो र एकदमै मनोरम सुन्दर दृश्यहरू देख्न सकिन्छ यो रुमबाट अनि यो चाहिँ यसले बिहान उठेर हेर्दाखेरि यति आनन्द आउने रहेछ बाहिर बसेर रुमबाटै देख्न सकिने एकदमै सुन्दर सुन्दर दृश्यहरू कस्तो लाग्यो तँलाई यो रुम मलाई एकदमै मन पर्यो यो चाहिँ यो पुरै काठबाट बनेको छ अनि काठबाट पनि यति राम्रो डेकोरेसनमा यति सुन्दर डिजाइनले घर बन्दो रहेछ भन्ने मैले फर्स्ट टाइम देखेको अनि एक्सपिरियन्स गरेको यहाँबाट यहाँ वरिपरि सबै यहाँबाट सानो बस्ती जस्तो पनि देखिन्छ यी गाउँ सबैको घरहरू काठैबाट बनाएको छ यहाँ अलिक चिसो पनि छ सायद चिसो कतिको चिसो लाग्छ तँलाई चिसो छ नि एकदमै चिसो छ किनकि हामी काठमाडौँदेखि आएको होइन काठमाडौँ कोही तराई त्यसरी आएको मान्छेहरूलाई त यहाँ त एकदमै चिसो लाग्छ र असोज महिना भनेको खासै जाडो सुरु भएको ठाउँ होइन फेरि महिना होइन यो गर्मी नै महिना हो भर्खरै 1-2 हुँदैछ 2-3 हुँदैछ तर पनि यति धेरै चिसो छ नि यहाँ म त अझ बेलुका त यति जाडो भएको थियो अहिलेभन्दा तर एउटा विन्टर ज्याकेट अलिकति फर भएको त्यसले चाहिँ ठिक रहेछ यहाँसम्म चाहिँ माथि त लेक पनि लाग्छ यता के अरे बसहरू आउने चाहिँ यहीँसम्म मात्रै हो है गाडीहरू आउने बाइकहरू यहाँबाट माथि पुग्न चाहिँ सकिन्न अब हिँडेर जाने हो ट्रेकिङ गर्नुपर्छ यो चाहिँ होमस्टे टाइपको छ